एनपिएलको क्रेज बढ्दै गएको छ। योसँगै नेपाल 2026को टी20 वर्ल्ड कपमा पनि सिलेक्सन भइसकेको छ। तर नेपालमा आज एनपिएल सिजन 2 को हामी कुरा गर्नेछौँ, जसको पोइन्ट्स टेबल आज हाम्रो अगाडि रहेको छ। झन् रोमाञ्चक बन्दै जान्छ, किनभने पोइन्ट्स टेबलमा प्रेसर हुन्छ। पोइन्ट्स टेबलको प्रेसरका कारणले गर्दाखेरि टिमले अब झन् राम्रो खेल्छ। राम्रो खेल्दा निखरिन्छन्। रहेको छ चितवन राइनोज, जसले 4 म्याचमा 4 पोइन्ट सहित आफ्नो स्थान अहिले चौथो नम्बरमा राखेको छ। यो घडबड पनि हुन सक्छ। अहिले हामी टप 4 को मात्र कुरा गरिरहेका छौँ। आधा म्याच भइरहेका छन्। अब गेम निकै नै रोमाञ्चक बन्दै गएको छ। तेस्रो स्थानमा रहेको छ कर्णाली एक्स, जसले 6 पोइन्ट सहित आफ्नो तेस्रो स्थान सुनिश्चित गरिरहेको छ। अहिले दोस्रो नम्बरमा रहेको छ विराटनगर किङ्स, जसले 5 म्याचमा 4 जितेर 8 पोइन्ट सहित दोस्रो नम्बरमा रहेको छ। 2 मा अहिलेसम्मको अनबिटन टिम रहेको छ सुदूरपश्चिम रोयल्स, जसले 4 म्याचमा 4 जितेर आफ्नो स्थान 1 मा राखेको छ। नेपालमा क्रिकेट भने प्रसिद्ध गेम होइन, तर पछिल्लो समय जब नेपाल 2023 को एसिया कपमा सिलेक्सन भयो, त्यसपछि 2024 को वर्ल्ड कपमा सिलेक्सन भएबाट नेपालमा क्रिकेटको निकै नै क्रेज बढेको छ।